हेलो गाइज एभ्रीबडी मलाई कसैको झोले सोले नसम्झिदिनु होला म कसैको झोले चाहिँ होइन यसो आज अगाडि खत्रै हुँदैछ कि यिनीहरूको एकछिन देखाउँछौँ त्यहाँ खत्रै भइरहेछ यिनीहरूको झोलेहरूको के त्यस्तो नाराबाजी प्रचण्डेको लगाइरहेछ यिनीहरूले अगाडि पुरै ग्याङ दौडिरहेछ प्रचण्डेको ग्याङ दौडिरहेछ होइन अगाडि तर अब के कुरा गर्ने मैले त्यत्तिकै गइरहेको हेर्छु तपाईहरुले त्यो राम्रोसँग यो दृश्य चाहिँ हाम्रो भेरकुटी मण्डपतिरको भेरकुटी मण्डपतिर यो बाटो भएर हैन सिंहदरबारतिर पनि जान सकिन्छ नि त त्यही भएर बाटो ब्लक गरेको के यो बाटो भएर सिंहदरबारतिर जान सकिन्छ नि त त्यही भएर जानु भेरकुटी मण्डपको फिल्डमा हो के समाजवादीहरू देशभक्त कम्युनिस्टहरूलाई एक ठाउँमा गोलबन्द गर्दै विचार मूल्यहरू एकता गर्दै अथवा मोर्चाबन्दी र सरकारी गर्दै अगाडि बढ्न पर्ने आवश्यकता भएको छ। यसो गर्नको निम्ति नेपाल कम्युनिस्ट पार्टीले निष्कर्ष निकालेको छ र अगाडि बढेको छ। हामीसँग यो सङ्कटलाई के कारणले पैदा भयो, यसको हल कसरी हुन्छ, यसको निकास कसरी दिन सकिन्छ भन्ने हाम्रो गहिरो विश्लेषण निष्कर्ष र धारणा छ। स्वाभाविक हिसाबले चाहिँ हाम्रो पार्टीले एउटा कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्छ, कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्छ र अहिले हामीलाई एउटा नयाँ घोषणा पत्र चाहिएको छ जसले आम कम्युनिस्टहरूलाई गोलबन्द गर्न सक्छ, देशभक्तहरूलाई गोलबन्द गर्न सक्छ, समाजवादीहरूलाई गोलबन्द गर्न सक्छ र नेपाली विशेषताको स्मार पार्न देशलाई पुर्याउन सबैजना तपाईँहरू पनि नजिक जाउँ तलबाट अनि बरु कुर्चीमा गएर बस्दैन म छोडिदिन्छु त्यता जान्न म भेडा बाख्राहरूले घाँस खोज्छ
तर यिनीहरूले घाँस खाँदैनन् त फेरि यिनी भाडे बाख्राहरूले मासु भात खान्छ। म अब आफ्नो बाटो लाग्ने हो, मलाई मतलब छैन यो सम्बन्धी। यस्ता मुजी यस्तो झोली यत्रो परितो त ल्याएर पनि होइन, यिनीहरूलाई चाहिँ खान पुगेको नहोला नि त, त्यही भएर यिनीहरू साला के भन्ने होइन। भेडाहरू त भयो, भेडाहरूलाई अब कति सम्झाउने। यत्रो मान्छे यदि दायाँ वाया भएर पनि यिनीहरूलाई दिमाग चेतना भन्ने कुरा जागेको छैन। मुर्दाबाद भन्ने ठाउँमा जिन्दाबादको नारा लागेको छ। पार्टीलाई अस्ताउनु पर्ने ठाउँमा